आज यसलाई पकाएर खाने हो, यसको झोल बनाएर खाने हो, यसको झोल बनाएर खाने हो। यसलाई यो सबैभन्दा नेपालीहरूको मनपर्ने चिज हो क्या। आज यो मासु जस्तै पकाएर खाने हो क्या, मासु जस्तै। यसमा हल्का रायो हाल्ने, रायो हाल्ने हो के, रायो गाइजहरू होइन। अनि यस्तो मिठो हुन्छ क्या यो, मिठो गाइज मिसाउने हो। रायो भनेको यही हो, रायो यो रायो के रायो गाइज, यो रायो होइन। यसमा मिसायो भने एकदम मिठो हुन्छ के गाइज होइन। तपाईँहरू पनि त्यो नेपालीहरूको मनपर्ने चिजमा चाहिँ रायो मिक्स गरेर खानु होला के, रायो के गाइज। मेरो यति सानो रायो छ कि गाइज, हेर्न सक्नुहुन्छ गाइज।